+2 सम्म एउटै स्कुलमा पढेका 4 घनिष्ठ साथीहरूको जीवन कहानी। गाउँको बजारमा एउटा सानो छाप्रो होटेल थियो। +2 परीक्षापछि उनीहरूले निर्णय गरे कि त्यो होटेलमा गएर चिया नास्ता खानुपर्छ। यी 4 जनाले मुस्किलले 40 रुपैयाँ उठाएर शनिबार दिउँसो 2 बजेतिर त्यस होटेलमा पुगे। मनोज, सन्तोष, योगेन्द्र र प्रमोद चिया नास्ता खाँदै गफ गर्न थाले। चारैले सर्वसम्मतिले निर्णय गरे कि 35 वर्षपछिको वैशाख 1 गते यही होटेलमा हामी भेट्नेछौँ। तबसम्म हामी सबैले धेरै मेहनत गर्नुपर्छ। यो हेर्नेलाई कौतूहल रहोस् कि कसले कति प्रगति गर्यो। त्यस दिन सबैभन्दा अन्तिममा जो होटेलमा आइपुग्छ त्यसैले त्यो दिन हामी सबैले खाएको बिल तिर्नु पर्नेछ। उनीहरूलाई चिया नास्ता ल्याइदिने कान्छोले यो सबै कुरा सुनिरहेको थियो। उसले भन्यो, म तपाईहरूको प्रतीक्षामा बसिरहेको हुनेछु। त्यसपछि उच्च शिक्षाको लागि 4 जना छुट्टिए। मनोजको बुबाको जागिर सरुवा भएपछि ऊ त्यस गाउँबाट बुबासँगै सहर गइसकेको थियो। सन्तोष अगाडिको पढाइका लागि आफ्नो काकाको घर काठमाडौँ गएको थियो। योगेन्द्रले जिल्लाकै क्याम्पसमा पढ्न थाल्यो। प्रमोद पनि जिल्ला छोडेर अन्त्य पढ्न गयो। दिन बिते, महिना बिते, वर्ष पनि बिते। 35 वर्षमा गाउँमा आमूल परिवर्तन भएको थियो। गाउँको जनसङ्ख्या निकै बढेको थियो। गाउँबाट गाउँपालिका भयो। सडक, बिजुली, हस्पिटल, फार्मेसी, क्याम्पस, बोर्डिङ स्कुलले पुरै गाउँ सानोतिनो सहर नै भइसकेको थियो। त्यो झोपडी होटेल आरसीसी होटेल भइसकेको थियो। वेटर कान्छा अब मालिक भएर कान्छा साउ बनेको थियो। 35 वर्षपछि निर्धारित मिति वैशाख 1 गते दिउँसो एउटा लग्जरी कार होटेलको बाहिर रोकियो। मनोज कारबाट उत्रिएर होटेलको मिटिङ हलमा गयो। मनोजसँग अब 7 वटा ज्वेलरी सोरुम छ। मनोज होटेल मालिक कान्छा साउ नजिक पुगेर दुईले एक अर्कोलाई हेर्न थाले। कान्छा साउ, योगेन्द्र सरले तपाईका लागि 1 महिनादेखि नै एउटा टेबल बुक गर्नु भएको छ। मनोज मनमा नै खुसी भयो। यी 4 जना मध्ये म अगाडि आए, त्यसैले उसले आजको खानाको बिल तिर्नु पर्दैन र यसै बापत आफ्नो साथीहरूलाई हँसी मजाकको रूपमा खिल्ली उडाउन पनि पाउँथ्यो। म अगाडि आए भनेर। 1 घण्टापछि सन्तोष आइपुग्यो। ऊ ठुलो बिल्डर बनेको थियो। आफ्नो उमेरको हिसाबले ऊ अब एक समृद्ध ज्येष्ठ नागरिक जस्तै लाग्थ्यो। अब 2 जनाले कुरा गर्न थाले र अरू 2 साथीको पर्खाइमा थिए। तेस्रो साथी प्रमोद आधा घण्टा पछि आयो। उसँग कुरा गरेपछि थाहा भयो कि प्रमोद व्यापारी बनेको थियो। तिनै साथीहरूको आँखा बारम्बार ढोका भए ठाउँमा पुग्थ्यो, योगेन्द्र कति बेला आउँछ भनेर। यति पर्खाइपछि कान्छा साउले भन्यो, योगेन्द्र सरको तर्फबाट एउटा मेसेज आएको छ। तपाईहरूलाई चिया नास्ता गर्दै गर्न भन्नु भएको छ। उहाँ आउँदै हुनुहुन्छ रे। तिनै जना 35 वर्षपछि एक अर्कोसँग भेटेर खुसी भएका थिए। घण्टौसम्म हँसी मजाक चलिरह्यो, तर योगेन्द्र आएन। कान्छा साउले फेरि भने, फेरि योगेन्द्र सरको मेसेज आएको छ। तपाईहरू मेन्यु हेरेर आफूलाई मनपर्ने खाना खान सुरु गर्नुहोस्। त्यसपछि उनीहरूले खाना खान थाले, तर पनि योगेन्द्र आएन। खानाको बिल माग्ने बेला तिनै जनालाई जवाफ आयो, बिल अनलाइनबाट भुक्तान भइसकेको छ। बेलुकाको 6 बजे एक युवक कारबाट उत्रियो र गरुङ्गो मनले 3 जना मित्रहरू हुने ठाउँमा पुग्यो। 3 जना साथी त्यो युवकलाई हेर्न थाले। युवकले अगाडि भन्यो, म तपाईहरूको साथी योगेन्द्रको छोरा रूपेश कार्की हुँ। बुबाले मलाई तपाईहरू आउने कुरा भन्नु भएको थियो। उहाँलाई यही दिनको प्रतीक्षा थियो, तर अघिल्लो महिना उहाँको स्वर्गवास भयो। उहाँले मलाई ढिलो होटेलमा जानु भनेर भन्नु भएको थियो। यदि म छिटो आएको भए तपाईहरू दुखी हुनुहुन्थ्यो। जब मेरो साथीहरूले थाहा पाउनेछन् म यो संसारमा छैन भनेर, तब उनीहरू एक अर्कोमा भेटेर खुसी हुने मौका गुमाउनेछन्। त्यसैले उहाँले मलाई अन्तिममा जान भन्नुभएको थियो। बुबाले मलाई उहाँको तर्फबाट तपाईहरू सबैसँग अङ्कमाल गर्नु भनेर भन्नुभएको छ। रूपेशले दुवै हात फैलाइदियो। वरिपरिका मान्छेहरू उत्सुकताको साथ यो दृश्य हेरिरहेका थिए। उनीहरूलाई लाग्यो युवकलाई काहीँ त देखेका छौं। रूपेशले अगाडि भन्यो, मेरो बुबा शिक्षक बन्नुभयो र मलाई पढाउनु भयो। आज म यस जिल्लाको सिडिओको रूपमा रहेको छु। सबैजना चकित भए। कान्छा साउले भने, अब 35 वर्षपछि होइन, प्रत्येक 35 दिनमा हामी हाम्रो होटेलमा बारम्बार भेटघाट गर्नेछौँ र प्रत्येक पटक मेरो तर्फबाट एउटा भव्य पार्टी हुनेछ। आफ्ना आत्मीय जनसँग भेटघाट गर्दै गर्नुहोस्। साथीभाइसँग भेटघाट गर्नको लागि वर्षौं नपर्खनुहोस्। मरिलानु केही पनि छैन।